ये पनि चालिस के गर्नु हेलो ल सुरु गरौँ है ल सुरु गरौँ अब उत्प्रेरणाका सिद्धान्तहरू भनेर लेख्नुहोस् यो सबै सिद्धान्तहरू उत्प्रेरणाको जान्नु पर्दैन र केही सिद्धान्तहरू थियरिज अफ मोटिभेसन चाहिँ हामीले यसमा हेर्छौँ जस्तो उत्प्रेरणाका सिद्धान्तहरू भनेर आयो भने यहाँले मोटिभेसनका केही सिद्धान्तहरू जस्तो अब्राहम मास्लोको हजबर्गको ग्रेगरको भिक्टर ब्रुमको हैन अनि म्याक्लिन्डेको अनि बिएफ स्किनरको यिनीहरूको सिद्धान्त चाहिँ जान्नुपर्छ जाँचमा आउन सक्छ यी अहिले मैले भनेका सिद्धान्तहरू एक एक गरेर लेखौँ त त्यसमा एक नम्बरमा अब्राहम मास्लोको आवश्यकताको पदसोपान सिद्धान्त मास्लोको आवश्यकताको पदसोपान सिद्धान्त Maslow's need hierarchy theory Maslow's need hierarchy theory मास्लोको आवश्यकताको पदसोपान सिद्धान्त अब यसलाई कसरी व्याख्या गर्नुपर्छ भने अब्राहम मास्लोले कर्मचारीको आवश्यकतालाई पदसोपान हायरार्की है पदसोपानमा तलबाट माथि क्रमशः शारीरिक आवश्यकता अनि सुरक्षाको आवश्यकता सामाजिक आवश्यकता आत्मसन्तुष्टिको आवश्यकता र अहमताको आवश्यकतामा विभाजन गरेका छन् यी आवश्यकताहरू क्रमशः तलबाट माथि सर्दै जान्छन् Maslow proposed hierarchy of needs to be addressed one after another
to be addressed one after another, comma, full stop. Needs can be categorized. Needs can be categorized. Needs can be categorized into. Needs can be categorized into. Needs can be categorized into physiological needs. Physiological needs, comma, safety needs. Physiological needs, comma, safety needs. Safety needs, comma, social needs. Safety needs, comma, social needs. Social needs. Social needs, comma, self actualization needs and self-actualization needs and self-actualization needs and self-esteem needs. Self-esteem needs. Self-esteem needs from bottom to top. From bottom to top. From bottom to top. From bottom to top. अब 2 नम्बरमा लेख्नुस् हजबकको 2 तत्व सिद्धान्त. हजबकको 2 तत्व सिद्धान्त. हजबक्स 2 factor theory. हजबकको 2 तत्व सिद्धान्त. हजबक्स Hosbach's 2 factor theory. Hosbach's 2 factor theory. Frederick Hosbachले कर्मचारीको आवश्यकतालाई दुईवटा वर्गमा विभाजन गरेका छन्. दुईवटा वर्गमा विभाजन गरेका छन् जसलाई आरोग्य तत्व र उत्प्रेरक तत्व भनिन्छ. 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 आरोग्य तत्वले कर्मचारीलाई काममा टिकाइ राख्ने. आरोग्य तत्वले कर्मचारीलाई काममा टिकाइ राख्ने र उत्प्रेरक तत्वले अतिरिक्त अग्रसरता प्रदान गर्दछ. अतिरिक्त अग्रसरता प्रदान गर्दछ. Hosbach categorized employee motivational factor into hygiene factor and motivational factor. Hygiene factor and motivational factor. Hygiene factor and motivational factor. Hygiene factor aligns employee with work. Aligns employee with work. Whereas motivational factor enhance additional initiatives. अब 3 नम्बरमा लेख्नुस् भ्रूमको
ग्रेगरको थ्योरी एक्स र थ्योरी वाइ भनौँ न। ग्रेगरको थ्योरी एक्स र थ्योरी वाइ। ग्रेगर्स थ्योरी एक्स एन्ड 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 थ्योरी वाइ। ग्रेगरले कर्मचारीको कार्य व्यवहारलाई दुई भागमा बाँडेका छन्। कार्य व्यवहारलाई दुई भागमा बाँडेका छन्। हेलो, आज त यहाँहरुको क्लास डिस्टर्ब भयो। ल हामी कहाँ थियौं भने मैले यो ग्रेगरको थ्योरी एक्स र थ्योरी वाइ भनिरहेको थिएँ हैन। ग्रेगरले, मैले सुरुदै भन्छु, छुटेको रहेछ भने लेख्नु है। ग्रेगरले कर्मचारीको व्यवहारका आधारमा थ्योरी एक्स र थ्योरी वाइ वर्गमा विभाजन गरेका छन्। थ्योरी एक्स र थ्योरी वाइ वर्गमा विभाजन गरेका छन्। थ्योरी एक्स प्रकारका कर्मचारीलाई नकारात्मक उत्प्रेरणाको औजार र थ्योरी वाइ वर्गका कर्मचारीलाई सकारात्मक उत्प्रेरणाको औजार प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्। ग्रेगर categorized employees behavior into theory X and theory Y. Employees behavior into theory X and theory Y. 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 Theory X type employee can motivate through negative tools like punishment, and theory Y can be motivated through positive motivational tools. यो 3 नम्बर भयो। अब 4 नम्बरमा ब्रुमको अपेक्षाको सिद्धान्त। ब्रुमको कुनै बुझ्नु भएन भने सोध्नुस् है। अपेक्षाको सिद्धान्त, ब्रुम्स एक्सपेक्टेन्सी थ्योरी। ब्रुमले फेरि 10 मिनट वाला लाग्यो है। अब ठ्याक्कै 9 मिनट पढेर क्लास सकौँ है त। फेरि यो जुम आजको यो फ्री वाला जुम रहेछ क्या हो। फेरि टाइम बाउन्ड लाग्यो। 9 मिनटमा क्लास सकौँ है त। ब्रुमका अनुसार
कर्मचारीको अपेक्षा अनुसारको उपलब्धि भएमा कर्मचारीको अपेक्षा अनुसारको उपलब्धि भएमा उत्प्रेरणा बढ्दछ according to Broom if employees expectations are properly addressed then motivation will be promoted, then motivation will be enhanced. अर्को छ समताको सिद्धान्त। प्रिन्सिपल अफ इक्विटी थ्योरी भनौँ न, इक्विटी थ्योरी। कर्मचारीले गरेको योगदान र प्राप्त उपलब्धिको अनुपात अरूभन्दा धेरै भएमा उत्प्रेरणा बढ्छ। if input output ratio of an employee is greater then motivation will be increased। यो भने कस्तो भने इनपुट डिवाइडेड बाइ आउटपुट, यो चाहिँ अर्काको इनपुट डिवाइडेड बाइ आउटपुट धेर हुनुपर्छ। एटलिस्ट यो रेशियो बराबरसम्म हुनुपर्छ। कम भयो भने डिमोटिभेट हुन्छ है। इनपुट र आउटपुटको रेशियो चाहिँ कम भयो भने, कम हुनु भनेको के हो भने इनपुट धेर आउटपुट कम हुनु हैन, आउटपुटको तुलनामा इनपुट नहुनुलाई इनपुट आउटपुट रेशियो अथवा इनपुट आउटपुटलाई यसरी पनि लेख्न सकियो। हैन, आउटपुट डिवाइडेड बाइ इनपुट इज ग्रेटर देन आउटपुट डिवाइडेड बाइ इनपुट, ओ डिवाइडेड बाइ आई भन्न सकियो। सो यो चाहिँ लार्जर हुनु पर्यो, यो चाहिँ ग्रेटर हुनु पर्यो। यो भयो भने इम्प्लोइ मोटिभेसन बढ्छ। अब 6 नम्बरमा स्किनरको पुनर्ताजगी सिद्धान्त। पुनर्ताजगी सिद्धान्त, स्किनर्स रिइन्फोर्समेन्ट थ्योरी। कर्मचारीको उत्प्रेरणाको तहलाई उपलब्धिबाट बढाइएमा दीर्घकालीन उत्प्रेरणा वृद्धि हुन्छ। if employees motivational level is reinforced by additional incentives, then long-term motivation will be promoted.
लङ टर्म मोटिभेसन विल बी प्रमोटेड। अब एउटा लास्ट लेखौँ ल, लक्ष्य निर्धारण सिद्धान्त भनेर लेख्नु ल। लक्ष्य निर्धारण सिद्धान्त, गोल सेटिङ थ्योरी, गोल सेटिङ थ्योरी, लक्ष्य निर्धारण सिद्धान्त, गोल सेटिङ थ्योरी। व्यवस्थापक र कर्मचारी मिलेर, व्यवस्थापक र कर्मचारी मिलेर विशिष्टीकृत मापन योग्य, विशिष्टीकृत मापन योग्य, वास्तविक वास्तविक र समयबद्ध, वास्तविक र समयबद्ध, ब्राकेटमा SMART स्मार्ट लेख्नु ल, वास्तविक र समयबद्ध, समयबद्ध लक्ष्य निर्धारण गरेमा, लक्ष्य निर्धारण गरेमा, लक्ष्य निर्धारण गरेमा गरेमा समग्र उत्प्रेरणाको तह बढ्छ, समग्र उत्प्रेरणाको तह बढ्छ, समग्र उत्प्रेरणाको तह बढ्छ। इफ management and employee, if management and employee can set specific measurable, specific measurable, specific measurable, actual realistic and time bound, actual realistic and time bound, actual realistic and time bound goal, then employee motivational level will be promoted. Employee motivational level will be promoted. Employee motivational level will be promoted. ल यसको यति नै गरौँ है। आजको क्लास पनि हामी यति नै गर्छौं किनभने 2 मिनेट बाँकी छ। केही क्वेशन सोध्नु पर्ने छ भने भन्नुस् त। क्वेशन केही सोध्नु पर्ने छ भने भन्नुस् त, नभए हामी क्लास यति नै सक्छौं आज। मोटिभेसनमा अरु केही जान्नु पर्ने छ भने भोलि अर्को क्लासमा हामी हेर्छौं है। तर अहिलेलाई केही क्वेशन छ भने सोध्नुस्। ल आजको क्लास अन्त्य गरौँ न त है। Have a good day. Bye bye. Thank you.